नमस्ते फार्ममा प्रस्थान गरिसकेका छौँ। फेरि पनि दर्शन गराएका छौँ। आज नमस्ते, फेरि पनि नयाँ भिडियोको साथमा आइसकेका छौँ। नमस्ते, म केशव पाण्डे, मेरो साथमा मेरो भतिज सुशील पाण्डे। आज 84 वर्षको बुवाले पनि चैते दशैंको आशीर्वाद दिनुहुन्छ। बुवाले के आशीर्वाद दिनुहुन्छ? सबैजनालाई हेर्ने जतिलाई आशीर्वाद दिनुहोस्। जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवदात्री स्वायशोदा नमस्तुते। जय तम देउचा मुन्ने जय भूता तारणी जय सर्वगते देवी कालाते नमस्तुते। नवदुर्गा माताले रक्षा गरून्। सर्वजनालाई, यो देशलाई पनि हामीलाई पनि सम्पन्न कुराको शान्ति रहोस्। शान्ति 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 रख दया शान्ति सर्व शान्ति शान्तिर्भवन्तु। हाम्रो बुवाले पनि शान्तिको एकदम कामना गर्दै यो देशमा शान्ति होस्, शान्ति चाहनु भएको 84 वर्ष पूजा गर्ने गरेको बुवाले पनि हाम्रो देशमा शान्ति होस् भनेर कामना गर्नुभएको छ। अब हामी नेक्स्ट भिडियोको लागि तपाईहरुलाई देखाउनेछौँ। आज चिलिया जंगल विथ अर्को पार्ट मन्दिर पनि देखाउनेछौँ। हस्त नमस्ते, सुरु गरौँ। रिसोर्ट हालजले राम्रोसँग यो चाहिँ नि एकदम धेरै नै बिगामा चाहिँ यति त भएन, कति बिगामा छ भने धेरै राम्रो खालको छ। ठ्याक्कै 1.5 किलोमिटर जति छ मेरो घरबाट। हामी चिलिया जङ्गलभित्र पस्दैछौँ। यहाँ पनि एउटा ठुलो मन्दिर छ चाहिँ नि। यहाँ वनवाटिका त होइन, चिलिया जङ्गलभित्र चिलिया जङ्गलभित्र हामीले चाहिँ नि हेर्दैछौँ नन्द भाउजू ताल। यहाँको फेमस भनेको नन्द भाउजू ताल। कति राम्रो छ कि नन्द भाउजू ताल देखाउँछौँ। अनि यो पिकनिक रिसोर्टहरू छन् यहाँ पिकनिकको लागि। अनि एकदम यो मन्दिर छ।
रमणीय छ जङ्गलको बिचमा। दाम पर्छ यहाँ चाहिँ पिकनिक रिसोर्टहरू एकदम पिकनिक रिसोर्टहरू छ। प्रस्थान गरिसकेका छौँ। तपाईँले गर्न सक्नुहुन्छ यति रमणीय छ कि यति रमाइलो छ कि अब यहाँ हामी नजिक ताल नजिक पुग्दैछौँ। यो चाहिँ लियो जङ्गलभित्र एकदम मैले अलिकति यो देशको कानुन राम्रो भइदियो हुन्थ्यो भन्न पनि चाहेँ। बिचरा बिचमा रुखहरू सुकेका छन्, यो काठहरू युज भइदिएकोदेखि मलेसियन साल भन्दै ल्याउनु पर्थेन हाम्रा झ्याल ढोका बनाउनलाई। चाहिँ नि यसप्रति सरकारको पनि ध्यान जाओस्, संसदहरूले छिटो कानुन बनाउन् र यी काठहरू युज होस्, सही सदुपयोग तरिकाले युज हो। हामी यो भन्न चाहन्छौँ। अनि यहाँ चाहिँ नि हामी अब नन्द भाउजू ताल नजिकै प्रस्थान गरिरहेका छौँ। जङ्गल छ, ठुलो काठहरू छन्, काठहरूको पनि सदुपयोग भए के भन्दाखेरि देश धनी हुने भनेको राम्रो कानुन भएर हो। राम्रो कानुन भएन भने देश धनी कहिल्यै हुँदैन। यी रुखहरूको युज हुन पर्यो, विदेशबाट इनपुट हुन भएन, आउटपुट हुनु पर्यो। यहाँबाट यी सामानहरू बाहिर जाउँ न। यिनीहरू चारकोछे झाडी भन्नुहुन्छ नि, यहीँ छ। यहाँ त रुख सुकेका छन्, काटेको छैन कसैले। अब यहीँ कोहेर जान्छन् यिनी, न बिचरा दाउरा बाल्न पाउँछन् किनभने कानुनै त्यस्तै छ। त्यसकारण हामी चाहिँ नन्द भाउजू ताल यहाँ अगाडि एकदम ठुलो छ, यहाँ बोटिङ गर्न मिल्छ। अनि अहिले पानी अलिक कम छ, त्यति कम त होइन, बोटिङ गर्नै मिल्ने खालको छ। तर एकदम रमाइलो छ, हजुरहरूले हेर्न सक्नुहुन्छ। यो तिलोत्तमा बुटोल भैरवको बिचमा तिलोत्तमा बाहिरबाट हेर्नलाई तिलोत्तमाको तपाईँको पश्चिम दुर्गानगर जाने बाटोमा पर्छ। दुर्गानगर जाने बाटोमा कोटीहोवा भन्ने ठाउँबाट पश्चिम लाग्नुपर्छ, त्यहाँ चाहिँ नि अवस्थित छ। यो एकदम ठुलो नन्द भाउजू ताल। यहाँ पुरानो नन्द भाउजूले चाहिँ नि नुहाउन चाहेर चाहिँ नि राजाका पालादेखि नै नन्द भाउजूको लागि भनेर बनाइदिएको ताल नन्द भाउजू ताल नामक यस्तो छ। एकदम रमणीय छ, चारैतिर एकदम ठुलो ताल छ, एकदम ठुलो ताल छ। यहाँ तपाईँको पानी पनि त्यति फोहोरो छैन, ठिकै छ, अलिअलि फोहोरो त छ। अनि त्यस्तो छ। चाहिँ नि टाइगर प्यालेस रिसोर्टमा हामी प्रवेश गर्दैछौँ। यहाँ हामीलाई दाइहरूले सहयोग गर्नुभएको छ। हामी अगाडि प्रवेश गर्दैछौँ। आज चाहिँ नि हाम्रो नजिकैको जङ्गलको बिचमा एकदम राम्रो हाम्रो कोटीहोवाको सान भैरवा बुटोलको बिचमा पर्छ।
सेक्युरिटी भन्नु नमस्ते। अहिले हामी टाइगर प्यालेस आइपुगेका छौँ। तपाईँ देख्न सक्नुहुन्छ यो टाइगर प्यालेसको भ्यू। अहिले छ जू टाइगरको पिक्चर छ। यहाँ स्विमिङ पुल छ यतातिर। यो पानीको फोडाहरू चलिरहेको छ होइन। एकदम रमाइलो एकदम रमणीय ठाउँ छ। मान्छे धेरै नै रोजगार पाइरहेको छ। यहीँको सेक्युरिटी हजुर त्यहाँ हो। कस्तो छ हुन्छ नि हुन्छ। हामी युट्युबबाट च्यानलमा एकदम शान्त रमाइलो भइरहेको छ। काम पऱ्यो भने टाइगर प्यालेसलाई सम्झन सक्नुहुन्छ। यो चाहिँ हामी फिर्ता आइसकेका छौँ घरमा। अब हामी दसैँको चैते दसैँको प्रोग्राममा लाग्नेछौँ। चट्ट के पकाएर खाने, मिठो मिठो पकाएर खाने, परिवार भेट हुने गर्नेछौँ। त्यो सबै कुरा हजुरहरूलाई देखाउनेछौँ। फेरि पनि मेरो च्यानललाई लाइक एन्ड सब्सक्राइब गर्न नभुल्नु होला। धन्यवाद। गर्दैछौँ के भन्छ अरे आज बडा दसैँ चैते दसैँमा चाहिने अब चट्ट प्रसादीहरू हामीहरू चाहिँ बनाउँदैछौँ। यता पालपाली चुकनी बनाउनुको लागि आलु उसिन्दैछु मैले। आजको कुक चाहिँ नि म नै हो। सबै ससुराली जानुभएको छ। अब म पनि जाने हो एकछिनपछि। त्यस्तो छ।